Hey guys, welcome to my new vlog. यो भ्लग मन पर्यो भने लाइक अनि सब्स्क्राइब गरिदिनु होला हैन। अब मलाई पनि मोटिभेसन त मिल्छ यति तपाईको लाइक अनि सब्स्क्राइब अनि कमेन्टले हैन गरिदिनु न प्लिज प्लिज प्लिज। गाइस एउटा कुरा भनौँ अस्ति नै हैन भ्लग बनाउनुको चक्करमा नि हैन स्कुल बसै छुटेको त्यो बेला नै स्कुलको बस छिटो आयो हैन अनि छुटो अब अर्को स्कुलको बसमा जानु पर्यो यस्तो बेइज्जती भयो कि गाइस अब हामीले जान लागेको गाइस नआउने बित्तिकै हतार गरेर छोडेर जान आँटेको थिए यिनीहरू त यस्तो छ पुर्छु यता हेर हाई आरा भाइ उता चाहिँ तिनीहरू जाँदैछ उयो के भन्छ जग्गा खोज्नु किनभने हामीसँग चाहिँ यति धेरै सामान छ अनि उता पनि बोकिरहेछ महिमाले अनि यता पनि हामीले बोकिरहेछौँ अनि उता पर तिनीहरूले पनि बोकिरहेको छ अब हामी पनि जानुपर्छ तिनीहरूसँग अब जग्गा खोजेर बसेपछि भेटौँ है गाइस। अब हामी तर्दैछौँ यहाँबाट उताको साइड जान आँटेको अब हामीले सामानहरू थुपार्दै यत्रो तिर्पलमा हामीहरू यहाँ हामीले ब्याडमिन्टन यस्तो यस्तो ल्याएको छौँ। ओए आयो हाई गाइस भन्देऊ हाई गाइस हाई गाइस यहाँनिर चिजबल छ यहाँनिर उता चिप्स छ यहाँनिर लेस छ यहाँनिर प्रीति चाउचाउ छ यहाँनिर उता पतञ्जली बिस्कुट छ यहाँ ट्याङ छ अनि ओरियो बिस्कुट उता खोर्सानी काट्दैछ यहाँ प्याज काट्दैछ अनि पुर्सुले देखाउ त अनि यो केहरू पुर्सु चिप यो चिप्स हो ए पानी पनि देखायो नि ए यो पनि कोक पनि देखाएको कोक होइन यो कोक होइन होइन डिउ हो यो अनि एक दुई एक तीन एक चार एक पाँच एक सात एक सात नौ एक आठ नौ 18 एक 9 20 यो ब्याट नगरेर ल यस्तो हाई गाइस भन्नु हाई गाइस के गरेको महिमा खोर्सानी काट्दैछन् खोर्सानी प्याज आलु अनि यहाँनिर पानी छ यहाँनिर पुर्सु के खाने यो खाने ए यिनीहरू सुतेको सुतेछन् यहाँनिर काम गरेको गरेछन् यहाँनिर यस्तो फैलेको फैलेछ हामी चाहिँ चिप्स वाली हैन अनि मुआ चाहिँ प्याज काट्नेवाली अनि मुआ चाहिँ के भुजा चाउचाउ चटपटे बनाउने वाली हो अनि म चाहिँ काम चोर यहाँनिर बस्छ यहाँनिर चटपटे रेडी भइसक्यो अनि हामीलाई एउटा चम्ची भयो ओ त यो मिसाएर खमनीको यो त पिकनिक नै भएन नि पिकनिक नै भएन नि यो सबै सोध्दै थिए जा त भाइ अब ब्याडमिन्टन खेल्न लागेको यति स्पेसमा हुन्छ ब्याडमिन्टन ए आलस लागेछ सुत्दैछन् खाएपछि लेजी बोइज यहाँ चाहिँ ब्याडमिन्टन यतानिर भलिबल अब भन गाइस तपाईहरु झापाली हो कि हैन अरे सुपारी मन पर्छ कि मन पर्दैन अरे अस्ति चाहिँ हामी बाटोमा झरेको सुपारी टिप्न गएको थियौं बाटो कटेर सुपारीको गाडी आएको थियो कि अनि त्यो ढुङ्गाले गर्दा उफ्रियो अनि पुरै सबै सुपारी पिछाडी झरेछ अनि इस्याएर साम्यो अनि सुपारी दिन हामीलाई पनि दिदिन भनेर गयो अनि मलाई पनि नै दियो अनि मैले नि खाइदिएँ
यहाँ घाम आएर खाइदे अनि यहाँनिर घाम आएर यस्तो भइरहेछ भरे कालो हुयौँ भने महिमाको सुत्ने तरिका गाइस 160 मा पाउँछ अरे यो बोतल 160 को पसलमा राम्रो लाग्यो कस्तो यो हेर्नु कस्तो खालको हेड ए हाम्रो तिरपलमा यिनीहरूलाई बसाएर ए हामीले यहाँनिर कति धेरै जुम्मा पिस्टेको त तीनचोटि हुन्छ नि एकचोटि जोसँग खा यिनीहरू के गर्दैछन् यहाँनिर हेर्नुहोस् झुन्डेर अब उता पनि झुन्डिन थाल्यो यो पनि झुन्डिन थाल्यो के गरेको प्रितमले चाहिँ अब घर जाउँ अब सबैजना घर हिँड्ने गाइस अब हामी घर फर्किँदैछौँ अब यिनीहरूको यही रोकेको गर्छन् उता पिङ्क बनाएको अरे खेल्दैछन् गाइस बल्ल घर आयो अब मुख धुएँ स्टिकर बनाउन आँटेको यहाँनिर ब्यागमा नि गाइस यो 10 मिनट स्टिकर बनाउन थालेँ हिन्नाटाको अदर आइरहेको थियो हिन्नाटाको स्टिकरको अब त्यही बनाउन आँटेको अनि मैले नारुतोको बनाएको छु अनि यहाँनिर उता गोजो यहाँनिर लु गाइस मैले एउटा स्टिकर त बनाइसकेँ होइन अरू पनि बनाउनु छ यो ठुलो स्टिकर त्यो चाहिँ होमवर्क थिएन होइन त्यही भएर बनाएको नभए त बनाउन सक्दिनँ थिएँ यत्रो होमवर्क हुन्थ्यो स्टिकरमै गाइस आजको लागि यति नै भेटौँला अर्को ब्लगमा बाई